के हो र किन बायोस्केलर एनर्जी ब्रासलेटको आवश्यकता पर्दछ? जसमा टाइटेनियमको बायोस्केलर एनर्जी ब्रासलेटले तपाईको शरीरको ब्लड सर्कुलेसनलाई इन्क्रिज गराउँदछ, अर्थात् तपाईको शरीरमा बगिरहेको ब्लड सामान्य गतिमा हुनुपर्ने तर रेडिएसनको कारणले यो असम्भव छ। अतः यो टाइटेनियमको बायो ब्रासलेटले तपाईको शरीरभित्रको रेडिएसनलाई आफूतिर अब्जर्भ गर्दछ। जब तपाईको शरीरको रेडिएसन अब्जर्भ हुन्छ तब ब्लड सर्कुलेसन सामान्य गतिमा चल्न थाल्दछ, जसले गर्दा ब्लड प्रेसरलाई सामान्य गतिमा राख्दछ। साथै शरीरभित्रको सबै जोड्नेहरू माइग्रेनको समस्या, जहाँ जहाँ शरीरभित्र ब्लड सर्कुलेसन हुन नसकेको अवस्थालाई पनि ठिक पार्दछ। जस्तै म यहाँ देखाउन चाहन्छु, जोड्नेहरूको दुखाइ, स्पोन्डिलाइटिस, ब्याक पेन, घुँडाको दुखाइ, कम्मर दुख्ने, ब्लड प्रेसर, आस्मा, मुटुको सबै प्रकारका रोगहरूलाई अझै भन्नुपर्दा त क्यान्सर जस्ता बिरामीलाई पनि यो लाभदायक मानिन्छ। हामीहरू सबैजना मोबाइल फोन युज गर्दछौँ, साथमा टिभी टावर्स, रेडियो र नेटवर्क टावर्सले घेरिएका छौँ। यिनीहरू हामीलाई असर पुर्याउने वस्तुहरू हुन्। तपाईँ देख्न सक्नुहुन्छ, जहाँ एन्टिना मोबाइल टावर्स हुन्छ नि, त्यहाँ वरिपरि चराहरू पनि उड्न सक्दैन। एउटा भित्र कोठामा रहेर फोन गर्दा लाखौं कोस टाढा पनि 4-5 सेकेन्डमा कुरा गर्न सकिन्छ, न कि त्यहाँ भित्रको रेडिएसनलाई कुनै ढोका, दूरी, बिल्डिङले छेक्न सकिन्न। त्यसैले हामी त एक नर्मल मानव हौँ। यो टाइटेनियम बायोम्याग्नेटिक ब्रासलेट 10,000 ग्रस पावरको म्याग्नेट बराबरको हो। साइन्सले यो पनि भनेको छ कि यदि तपाईको शरीरको रेडिएसनलाई फ्री राख्ने हो भने 10,000 ग्रस पावरको बडीलाई टच गराउनु पर्दछ। तर 10,000 ग्रस पावर बराबर त 40 केजी म्याग्नेट हुन्छ। के यो सम्भव छ र? एउटा बच्चा स्कुलको ब्याग बोकेर बढीमा 1 किलोमिटर हिँड्न सकिन्छ। त्यसपछि थकित भएर ब्याग बोक्न इन्कार गर्दछ। बढीमा त्यो ब्याग 5 केजी हुन सक्छ। अब भन्नुस् त, के मानिस 40 केजी म्याग्नेट बोकेर 24औं घण्टा रहन सकिन्छ? नो। त्यसको विकल्प यो एक टाइटेनियम म्याग्नेट, जसलाई ब्रासलेटको रूपमा 10,000 ग्रस पावरमा बनाइन्छ, जसभित्र टाइटेनियम, न्युडिमियम, जर्मानियम म्याग्नेट, कपर मिक्स गरी बनाएको हुन्छ, जसको कारणले मोबाइल फोनबाट निस्कने घातक रेडिएसनलाई ब्लक गर्दछ। त्यसैले ढिला नगरी समृद्धि नेपाललाई सम्झनुहोला। विस्तृत जानकारीको लागि दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ।